मजलाली ताप्लेजुङ जिल्लाको पक्राङ गाउँपालिका अन्तर्गत पर्ने विशेष गरी यो कञ्चनजङ्घा हिमालमा मानव पाइला पुगेको 70औं वर्षगाँठको उपलक्ष्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा हुन गइरहेको यो कञ्चनजङ्घा हिरक महोत्सव 2082 साल वैशाख 5, 6, 7 गतेसम्म रहनेछ। र अहिले म यो कञ्चनजङ्घा हिरक महोत्सव हुने स्थानमा उभिएर बोलिरहेको छु। विशेष गरेर हामीले यो कञ्चनजङ्घा हिरक महोत्सवलाई सफल पार्नको निम्ति विभिन्न खालको कार्यक्रमहरूको आयोजना गरेका छौँ र यसमा स्पेसल्ली गरेर हामीले आमन्त्रित अन्तरपालिका स्तरीय भलिबलको आयोजना गरेका छौँ र त्यो खेल व्यवस्थापनको लागि हामीले त्यो ग्राउन्डहरू सम्झाउने कार्यक्रम गरिरहेका छौँ। यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कार्यक्रममा हामी अहिले बढिरहेका छौँ। र अर्को कुरा हामीले खेल व्यवस्थापन सँगसँगै एउटा होटल व्यवस्थापनको निम्ति पनि हामीले अगाडि यसरी डेकोरेसनहरू बनाएका छौँ। यो हाम्रो कार्यालय अगाडिको डेकोरेसन छ र विशेष गरेर यो खेलको औचित्य महत्त्व पक्कै पनि कञ्चनजङ्घामा चाहिँ रहेको एउटा पर्यटन व्यवसाय पर्यावरणलाई अझै चुस्त दुरुस्त पार्नको निम्ति अझै सफलतामा पुर्याउनको निम्ति हामीले यो महोत्सवलाई अगाडि बढाएका छौँ। र यो महोत्सव विशेष गरेर 3 दिन चल्नेछ र हाम्रो खेल चाहिँ लगभग तपाईँको वैशाख 3 गतेबाट वैशाख 7 गतेसम्म रहनेछ। सम्पूर्ण साथीहरू उपस्थितिको निम्ति म अनुरोध गर्न चाहन्छु। यो ठाउँमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। त्यस्तै गरेर राष्ट्रिय नभनौँ जिल्लाको विशेष पालिका स्तरीय खेल हुनेछ र अन्तर जिल्ला 5 स्तरबाट पनि खेलाडीहरूको उपस्थिति रहनेछ। र यो खेलमा भरपुर मनोरञ्जन लिनको निम्ति यहाँ उपस्थित भएर यो महोत्सवको शोभा बढाइदिनुको निम्ति सम्पूर्ण चिर परिचित साथीहरूलाई म विशेष गरेर म अनुरोध गर्न चाहन्छु। उपस्थितिको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।